हेलो गाइज गुड मर्निङ। अहिले बिहानको 7:30 बजिरहेछ होइन। म चाहिँ काम सकाएर भर्खर काम सकाएँ अनि अहिले चाहिँ यो दान माजिरहेको छु। आँखा हेर्नु पुरै राता भइसकेको छन् होइन। हिजो नाइट काम भयो नि त, राति 17-18 घन्टा काम गर्नु पर्यो अनि है। सबैलाई शुभ बिहानी होइन। बिहानीको यस्तो छ आजको। Ohayo gozaimasu. Otsuhare sama de.寒い? めっちゃ寒い。本当? 風が吹いてる。धन्न काम सक्यो गाइस। अब चाहिँ त्यस्तै स्पेसल भाई भाई हो गया भाई हो गया भाई हो गया। हाँ मेरा ना आज काम से छुट्टी हो गया। छुट्टी। हाई गाइस, अब चाहिँ यो कपडा चेन्ज गरेर होइन सिधा रुममा गएर सुत्न मन छ यार। यस्तो निन्द्रा लागेछ भन्दै नसकिने के। एक त खोकी लागेर झन् हैरान पारेछ। अर्को भनेको साइकल पङ्चर भएर होइन हिजो बनाउन सकिएन, आज बनाउन जानु छ, झन् टेन्सन भएको छ। झ्याङ्ने साइकल बनाउनेवाला लुट्यो यार। 2 मिनट लागेको त्यसलाई। एउटा पल रहेछ होइन त्यो साइकल यो टायरमा। 2 मिनटमा 1300 तिरेको मैले। 1300 तिरेको। कसरी हो बाँच्नेमा यो ठाउँमा विश्वास लाग्दैन भने यो त्यो पनि एकचोटिलाई मात्र, एउटा मात्र पुरै छ यहाँ पल होइन यहाँभित्र। त्यसको 1300 लग्यो यार। तेर्सोमा त नेपालमा त टायरै आउँथ्यो होला है। कति महँगो साइकल 18,000 को। एकचोटि एउटा छेद परेको त्यो बनाउँदाखेरि 1300 अरे। गाइस आज चाहिँ म बिहान 10 बजी आएर होइन अनि सुतेको 11 बजीतिर सुतेको अनि अहिले 4:30 बजी चाहिँ निन्द्रा खुल्यो। अब होइन अहिले हेर्नु आँखा पनि ठिक भइसकेको छ होइन। अघि रातो भइरहेको थियो। अब म चाहिँ यसो ब्याङ्कतिर जाँदैछु होइन। आज हल्का पैसा निकाल्नु पर्ने थियो अनि पहिला लाग्थ्यो कि होइन जब म 10 कक्षामा पढ्थेँ होइन त्यति बेला गाउँको मान्छेहरूले भन्थ्यो कि विदेश गएको मान्छे त उतै हराउँछ, फोन पनि गर्दैन। आज आफै आएर हराएँ अनि थाहा भयो कि खासमा के हुँदो रहेछ भनेको होइन। बोल्न मन नभएर होइन कि होइन, कुरा गर्न मन नभएर होइन कि एउटै कुराले सताउँदो रहेछ कि आउने बेला चाहिँ होइन सपनाहरू एकदमै धेरै देखिरहेको हुन्छ नि त। घर परिवारले पनि धेरै देखे हुन्छ। अब त्यो पुरा गर्न सकेन, आफैले लज्जा बोध भइरहेको हुन्छ कि। गाइस जिन्दगी भनेको होइन दौड धुप हो। अब जहाँसम्म होइन सासले साथ दिन्छ, जहाँसम्म आफ्नो शक्तिले क्षमताले साथ दिन्छ त्यहाँसम्म हिँड्नुपर्छ होइन। जो सपना देखेको छ त्यो पुरा गर्नलाई पाइलाहरू चाल्नुपर्छ, मेहनत गर्नुपर्छ। सफलता मिलोस् नमिलोस् त्यो त पछिको कुरा छ। अहिले टोकियो मेन सिटीतिरै छु होइन। देश कसरी विकास हुन्छ थाहा छ? यहाँ हेर्नुहोस्, एउटा मान्छे पनि होइन त्यसरी वायात तरिकाले घुमेको देखिँदैन कि। एकजना पनि होइन आफ्नो काम छोडेर होइन ऊ छोडेर यसरी हिँडिरहेको हुँदैन कि। तब न देश भन्छ। हाम्रो नेपालमा हेर्ने भनेपछि होइन कस्तो प्रवृत्ति छ भनेपछि
कामै छैन, रोजगार नै छैन, केही छैन। केही गर न त, आफै उठेर केही गर न त। हिम्मत छ भने केही गर, अगाडि बढ होइन। देशको हालत हेर्ने हो भने त होइन, देशको हालत के भन्ने, हामीले जिताएर, हामीले मन पराएर, भगवान बनाएर, जे कार गरेर होइन सत्तामा पठाउनेहरूको हालत त थाहै होला। भोट माग्ने बेला हात जोड्दै माग्छन् होइन, जब जितिसक्यो तब खुन चुसेर मात्र खान पल्केकाहरूले देश बनाउँछ, हामीहरूलाई रोजगार दिन्छ, खुसी दिन्छ होइन, सुविधाहरू दिन्छ भने त्यो त कल्पना बाहिरको कुरा हो। त्यो गाइज परदेशको लाइफ होइन। हिजो बेलुका 8 बजी खाना खाँदै अनि बिहान हल्का चाउचाउ खाएँ, त्यसपछि चाहिँ सिधै अहिले हो कि नास्ता। अहिले पनि मन त लागिरहेको छ नि, त्यही पनि होइन, पेटले मागिरहेको छ, खानु त परिहाल्यो होइन, बाँच्नको लागि भयो नि। गाइस मैले चाहिँ पप र कफी चाहिँ किनेर ल्याएँ होइन। अब यहाँ चाहिँ यस्तो पार्कहरू हुन्छ है, यहाँ बसेर चाहिँ खान्छु। अब के गर्नु, पेटलाई पनि गर्नु पर्यो है। साकुराको बोट यसरी नम्बर राख्यो भने चाहिँ बोटहरूमा पनि यति सफा हुन्छ, कति सफा छ। मैले चाहिँ खाइसकेँ होइन, खाइसकाएर अब चाहिँ जानु लाग्यो। यहाँ चाहिँ दामी बनाउँछ है, जसले पनि बनाए थ्याङ्क यू। मलाई विश्राम दियो नि, त्यही ठुलो कुरा होइन। हाम्रो नेपालमा भएको है होइन, साइकल बाइक नै बाइकको घुइँचो हुन्थ्यो। तर जापानमा चाहिँ बाइक त म देख्दैन यार। कसैले सकको लागि बाइक किनेर चलाउँछ भने चलाउँछ होइन, नत्र भने सब गाडीमा हो कि सब कारमा जापानतिर चाहिँ। चिसो कति बढ्यो हो हेर, एउटै घरमा किरायमा बस्छन्, तल कार चाहिँ हुन्छ है, यिनीहरूसँग कार चाहिँ हुन्छ। जस्तो अवस्थामा कार पनि हुन्छ है, घर किरायमै बसे पनि कार चाहिँ हुन्छ यिनीहरूसँग। यस्तो छ गाइस। यो साइड भनेको चाहिँ हाम्रो नेपाली भाइ बहिनीहरू पनि धेरै छन् है बस्ने, यहाँ स्टुडेन्टहरू यो उसमा बस्ने के होस्टेलहरूमा बस्ने भाइ बहिनीहरू चाहिँ धेरै छन्। कहिलेकाहीँ देखिन्छन् होइन। अब बोल्दा त बोल्दैनन् होइन सबै। अब विदेश पुगिसकेपछि अब हामी त वर्किङमा आएको मान्छे, उनीहरू स्टुडेन्टमा आएको ठुलो मान्छे हुन्छन् नि त उनीहरू त होइन, विद्वान मान्छेहरू, त्यसैले बोल्न खोज्दैनन्। त्यही भएर यस्तै छ गाइस, के भन्ने होइन। आफूलाई स्ट्रङ बनाउनु होइन, आफूले यति स्ट्रङ बनाउनु कि होइन, कसैले तिमीलाई नराम्रो भन्छ, तिमीलाई नराम्रो गर्छ भन्यो भने त्यो हाँसेर मुस्कुराएर आँखा झिम्म गरेर अगाडि बढ्न सकोस् कि गरी गर्न त जति जे सक्छस् भनेर होइन। आफ्नो पाइलाहरू चाहिँ नरोकिकन हिँड्न सक्ने हो कि
त्यतिसम्मको स्ट्रङ चाहिँ हुनुपर्छ त्यो बडीले स्ट्रङ हुनुपर्छ भन्ने नि छैन कि माइन्ड सेट चाहिँ त्यतिसम्मको स्ट्रङ हुनुपर्छ कि अनि अस्ति म यहाँ कम्बल किन्न गएको है यति महँगो मलाई डबल बेडको त्यो हुन्छ नि सिरकको लागि 34,000 भन्छ यार त्यो के को प्वाकबाट रहेछ भनेपछि हाम्रो हाँस हुन्छ नि हाँसको प्वाकबाट बनाएको रहेछ त्यो एकदमै महँगो हुँदो रहेछ यार यो गाइस पेन्ट पैसा निकाल्छ मेरो ल गाइस मैले पैसा निकालिसकेँ होइन धेरै त थिएन 5,000 थियो है मेरो चाहिँ यो राकोटेनको क्रेडिट कार्डको पैसा तिर्नु पर्ने थियो ओ गोविन्द साई एक हातले के खाएर एक हातले साइकल चलाएर आइरहेको रहेछ बहिनी पछाडिबाट धन्नै ठोकिने यार साइकलले तर एउटा कुरा जे भयो नि होइन यहाँ जापानमा गल्ती आफ्नै भयो नि होइन यिनीहरूले चाहिँ गोविन्द साई भन्छ कि यदि त्यस्तो भन्यो भने भने केस लागिहाल्छ है यो केस गऱ्यो भने सट्ट फोन गरिदिन्छन् कि पुलिसहरूलाई यिनीहरूले झन् हामी विदेशीहरूलाई देख्यो भने त यिनीहरूले त हेप्छ त हो साह्रै हेप्छ नि भन्ने मात्र हो होइन हेप्छ नि हामी नेपाली भयो नेपालमा भयो भने यदि बाहिरको मान्छे आयो भने जे पनि हेप्छ नि अब हाम्रोभन्दा बढी यिनीहरूले हेप्छ किनकि यिनी सम्पन्न देशको मान्छे हामी चाहिँ काम गर्न आएको मान्छे होइन झन् हेपिदिन्छ नि यहाँ चाहिँ यस्तो पार्किङहरू हुन्छ यो पार्किङ चाहिँ आफैले मन्थली पैसा तिरेर होइन अनि राखिरहेको हुन्छ नि रुगा खोकी पनि त्यस्तै छ गाइस तपाईँहरूले यो चुल्ठी किन बाँधेको होला भनेर सोच्दै हुनुहुन्छ भने चाहिँ ट्यापेसरी भनेर होइन त्यस्तो चाहिँ होइन है मेरो टाउको दुख्ने गर्छ होइन अनि यो कपाल चाहिँ एकदमै चप्प गरेर बाँध्यो भने चाहिँ अलिक दुखाइ कम हुन्छ कि टाउको त्यही भएर बाँधेको हो अरू अन्यथा केही पनि होइन होइन यहाँ घरहरू चाहिँ यो चाहिँ पुरै प्यानल घरहरू होइन काठै काठले लगभग 10-15 दिनमा घर बनाइदिन्छ यार यिनीहरूले काठै काठको घरहरू यहाँ बिम सिम यताउति केही पनि हुँदैन डिबिसी राम्रो हाल्छ होइन अब भूकम्प रहित त्यसपछि त ड्याङडुङ बनाइदिन्छ कि काठै काठको आजभोलि जताततै फुल फुलिरहेको छ त्यो बसन्त ऋतु लागिसक्यो र परदेशी हुन पनि सजिलो छैन हजुर परदेशीलाई सोध्नु आमा बाउलाई सम्झेर कति आँसु झार्छौ देशलाई सम्झेर कति माया आँसु झार्छौ अनि एक्लोपनमा कति आँसु झार्छौ कति रुन्छौ भनेर अनि त्यही पनि एउटा परदेशी होइन मुस्कुराएर भन्ने छ कि के गर्नु यस्तै भयो दुःख त लाग्छ तर हार्दा चाहिँ हार्दिन हारेको छैन भनेर चाहिँ भन्छ होला कि हस्त गाइस आजको मेरो भ्लग यति नै थियो है मन पराइदिनु होला यदि मन पर्यो भने लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न नभुलिदिनु होला अहिले स्ट्रगल फेसमा छु थाहा छ मलाई
दुःख गऱ्यो भने दुःख गरेको फल चाहिँ मिल्छ एक दिन हैन। आजभोलि खिसीटिरी गर्नेहरू एक दिन न एक दिन त आउने छ नि यार, कस्तो नहोला र हैन। यदि मेरो मेहनत सफल भयो भने एक दिन सायद म पनि अरूलाई हेल्प गर्न सक्ने छु, हेल्प गर्न सक्ने बन्ने छु है गाइज। हस् आजको लागि जय नेपाल, जय गोर्खा।